हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल। आज फेरि नयाँ दिन नयाँ ब्लगको सुरुवात गर्न जाँदैछु गाइस। आशा छ तपाईँहरूले नयाँ दिनुहुन्छ भनेर। अनि आज भने चाहिँ नाम्ची डिसी अफिस गएको, किनभने चाहिँ आधार कार्डमा फोन नम्बर लिङ्क गर्नै पर्छ अरे नि त। त्यही भनेर चाहिँ मैले भने चाहिँ गरेको थिइनँ। अनि हामी चाहिँ थुप्रो गएको थियौँ। अनि यहाँ भने चाहिँ मेरो बहिनी, अन्त भने चाहिँ यहाँनिर हामी डिसी अफिसबाट फर्किँदैछौँ गाइस। हाम्रो कामहरू भने चाहिँ भयो। अनि अहिले भने चाहिँ हामी बजारतर्फ लाग्दैछौँ। यहाँनिर मेरो बडी अनि दिदी हुनुहुन्छ। अनि भने चाहिँ धेरै बेर बसेँ नि त, त्यही भएर भोक लाग्यो हो। खाजामा चाहिँ यहाँनिर थुक्पा खाँदैछु म भने चाहिँ। अनि बहिनीहरूले चाहिँ मोमोहरू के खाँदै थियो। अनि भने चाहिँ हामी खाजा खाइसकेर बाहिर निस्क्यौँ। यो भने चाहिँ नाम्चीको सेन्टर पार्क हो गाइस। यो बात त तपाईँलाई याद भएकै कुरा हो। अनि यहाँनिर भने चाहिँ मेरो मम्मीको नयाँ एकाउन्ट पनि बनाउनु पर्ने थियो नि त, त्यही भएर हामी एकाउन्ट खोलिसक्यो। अनि एकाउन्ट खोलिसकेर हामी बाहिर निस्केको। यहाँ भने चाहिँ मेरो दादाको छोरी, अन्त हामी भने चाहिँ वाटर बोतल किन्ने अरे नि त, त्यही भनेर वाटर बोतल किनेर चाहिँ हामी गाडीमा अब घर फर्केको। अन्त यहाँनिर चाहिँ हामी थुप्रोजना थियौँ गाइस। तपाईँहरूलाई मेरो ब्लग मन पऱ्यो भने लाइक शेयर सब्सक्राइब गरिदिनुहोस् होला। आशा छ तपाईँहरूले धेरै माया दिनुहुन्छ भनेर। थ्याङ्क यू फर वाचिङ।